आज हाम्रो ढेडा खाने कार्यक्रम भइरहेको फेरि एकबहादुर सर हेलो हेलो विदेशमा पनि ढेडा खाने भइयो हामी ढेडो धेरै हुँदैन ढेडो धेरै हुँदैन गाउँको ढेँडो कोदोली हो गाउँले सबै मिसकट यसो ढेँडो खाइदिनु पऱ्यो भनेको साथीले हुन्छ चाहिँ कस्तो भयो के छ नि सब्जी ढेडा खाने के छ जरायो जरायो कस्तो जरायो नि जरायो भनेको अब हाम्रो यो मतलीहरूले खाने चिज भैँसी भैँसी मसी भैँसी खै हेरौँ त राजाको मासु खै हेरौँ त राजाको मासु बनाएको छ ल हेर्नुहोस् खै त्यो ढेँडो खानुपर्छ यस्तो सुक्खा भयो नि त त अनि यस्तो सुक्खासम्म ढेडो जान्छ दाल फ्राई लोके भाइ निमा आज ढेँडो खानु लाग्यो के अरे केटा अलि ढेँडो बनाउनु लाग्यो के छ त खाने विचार छ निमा लोके इग्नोर करना है वो आपने अच्छे से सीख लिया तभी तो आप हमें इग्नोर करते हो तभी तो आप हमें भाव नहीं देते हो भाव दीजिए यार कितना तड़पाओगे ल हाम्रो दाजुहरू पुरा ढेँडो ढेँडो बनाउनलाई कसिरह्यो ढेँडो बन्दैछ अब के भयो ल दुःख छ ढेँडो खानुलाई गाह्रो भयो कि एकबार त ढेँडो बनाउनु खाना पनि सजिलो खाना मिठो हुन्छ है नेपाली खाना हो नि त नेपाली खाना सेतो सेतो गएन त्यो या अब यस्तो मोटो मान्छेले दिनु भएर अरे यो लिने तो हमने लिए तो अच्छे लगे हैं दिन विकेट के लिए हामीले के भयो नि त ढिलो हुन्छ क्या अहिले लानु सेतो छ अहिले साह्रो भयो नि हुन्छ 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 हजुर भन्नुहोस् हेलो लोके भाइ के छ हजुर दाइ ठिक छ के हेरेको क्रिकेट हेरेको के हो होइन टिभी निमा भाइ चाहिँ क्रिकेट हो हजुर धेरै क्रिकेट हेर्नु हो यार चट्ट ढेँडो खानुपर्छ ल ढिँडो बनाउन धेरै मेहनत गर्नुभएको छ सरले एकबहादुर सरले माग्रे के छ उताबाट भएको छ पुरै पकाइ बोला भयो चिन्ताले समाप्ति छोरा ल हाम्रो ढेँडो ढेँडो रेडी भयो आज है सारा ढेँडो फुल्दै निमा आऊ कति खाने कि ढेँडा खाने होइन हेलो हाय कता
यहाँ यहाँ निमा आऊ न अलिक भएन ए ठिक छ एकदम हो यो कतै जाने केटा हो निमा अलिकति खाऊ न ढेँडो निमा भाइ खाऊ न ढेँडो खाँदैनौ मिलन ठिक छ काँचो भएर लोकमान भाइ गुड छ गुड गुड आइबा ढेँडो नि खाइयो विदेशमा ढेँडो नि खाइयो बा भोलि बेलुकी के अरे ड्युटी टेन्सनै छैन दिनभरि गरेर सिक्दैन नि पखाला लाएन अनि दाल बनाएर आयो केटा दाल बनाएर पानी थप्ने फेरि बोला हुन्छ हेलो निमा कुन कोही बेला त्यो बोतल ल्याएर नि भाइ भनेको चुरुक्कै हेर्छ